हेलो गाइज, म आज एउटा गेम खेलेर देखाउन गइरहेको छु हजुरहरूलाई। सबैजनाले हेर्नुहोला, लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्नु होला है। गेम के छ भने आजको यो प्लेन्स डोरी है। प्लेन्स डोरी छ, यसमा कुनै गाँठा पारिएको छैन। सुरुमा प्लेन्स डोरी सिंगल डोरी छ। यस्तो यो डोरीमा गाँठा पारिएको छैन। अहिलेको यो सिंगल डोरी छ। यो डोरीलाई गेम के हो भने यो डोरीलाई बीचमा गाँठा पारेर अनि एक छेउ दायाँ हातमा र अर्को छेउ बायाँ हातमा बाँधेर बीचको डोरीको बीचमा पारेको यो गाँठालाई फुकाल्नु पर्ने है। यसरी एउटा बायाँ हातमा एउटा बायाँ हातमा एउटा छेउ यो डोरीको एउटा छेउ बायाँ हातमा बाँध्ने यसरी, अनि त्यसपछि यो एउटा छेउ दायाँ हातमा बाँध्ने है। डोरीको पुरा पहिला एउटा सिंगल डोरी, त्यसको बीचमा एउटा गाँठा पार्ने। गाँठा पारिसकेपछि एउटा छेउ दायाँ हातमा बाँध्ने र अर्को छेउ बायाँ हातमा बाँध्ने है। एउटा छेउ दायाँ हातमा बाँध्ने र अर्को छेउ बायाँ हातमा बाँध्ने र यसको बीचमा पारेको गाँठा खुसाउने है। यो गेम खेल्न गइरहेको छु, सबैजनाले हेर्दै गर्नुहोला। यो गाँठा कसरी फुकाल्न सकिन्छ। यो गाँठा बीचमा पारिएको गाँठा दुईटा हातमा एउटा दायाँ हातमा एउटा बायाँ हातमा यसरी बाँधेर बीचमा पारिएको यो गाँठा कसरी फुकाल्न सकिन्छ, खुस्काउन सकिन्छ त है। हेर्दै गर्नुहोला सबैजनाले लाइक, कमेन्ट र सब्सक्राइब गर्नुहोला र मेम्बरसिप जोइन गर्नुहोला है। सबैजनाले मेम्बरसिप पनि लिनुहोला। यो बीचको गाँठा त कसरी फुकाल्न सकिँदो रहेछ। दुई हातमा बाँधेको छु, यो दायाँ हातमा पनि बाँधिरहेको छु, फेरि यो बायाँ हातमा पनि बाँधिरहेको छु। यो दायाँ हातमा बाँधिरहेको छु, यो बायाँ हातमा बाँधिरहेको छु। दुईटै हातमा बाँधेर बीचमा यो यसरी गाँठो पारिरहेको छु मैले। यसरी बीचमा देखिरहेको छ है सबैजनाले। बीचमा गाँठो पारिरहेको छु मैले। यो गाँठो कसरी फुकाल्न सकिन्छ त सबैजनाले हेर्दै गर्नु होला है। यो कसरी फुकाल्न सकिन्छ भनेर हेर्दै जानु होला। यो भिडियो स्किप नगरिकन सुरुदेखि अन्तिमसम्म हेर्नुहोला र यो लाइक, यो भिडियोको लागि कस्तो छ, यो भिडियो कस्तो लाग्यो अथवा यो गेम कस्तो लाग्यो र यो गाँठो कसरी फुकाल्न सकिन्छ त सुरुदेखि अन्तिमसम्म स्किप नगरिकन भिडियो हेर्नुहोला है। सबैजना लाइक, कमेन्ट र सब्सक्राइब पनि गर्न नभुल्नुहोला है। हेर्दै गर्नुहोला यो गाँठो कसरी फुकाउन सकिन्छ त। यो फुकाउन सिक्नको लागि कमेन्ट गर्नुहोला। लास्टमा म तपाईँहरूलाई खुसाएर यो बीचमा पारेको दुई हातमा दायाँ हात र बायाँ हातमा बाँधेर बीचको गाँठो फुकाल्नको लागि यदि हेर्न चाहनुहुन्छ, सिक्न चाहनुहुन्छ भने म तपाईँहरूलाई फुकालेर देखाउँछु। कमेन्टमा लेख्नुहोला यो फुकालेर देखाउनु होला भनेर है। सबैजनाले लाइक, कमेन्ट र सब्सक्राइब गर्न नभुल्नुहोला। थ्याङ्क यू।